नेपालमा फेरि सरकार फेरियो। यो खबर त अब कतिपयलाई सामान्य नै लाग्न थालिसक्यो होला होइन त? तर कहिले सोच्नु भएको छ आखिर किन यस्तो हुन्छ? किन कुनै पनि सरकारले आफ्नो 5 वर्षे कार्यकाल ढुक्कले पूरा गर्नै सक्दैन? ल, आजको यस विश्लेषणमा हामी यही राजनीतिक अस्थिरताको पजललाई एक एक टुक्रा जोडेर यसको भित्री कथा बुझ्ने कोसिस गरौं। हो, आजको हाम्रो मूल प्रश्न नै यही हो। आखिर किन नेपालमा सरकारहरू यति छिटो छिटो बन्छन् अनि भत्किन्छन्? यसको उत्तर खोज्नको लागि हामीले सबैभन्दा पहिले हाम्रो राजनीतिको जग अर्थात् चुनाव र सांसद छान्ने प्रक्रियाबाटै सुरु गर्नुपर्छ। र त्यो जग हो नेपालको निर्वाचन प्रणाली। सरकार कसरी बन्छ भन्ने कुरा बुझ्नु अघि हाम्रा प्रतिनिधिहरू अर्थात् सांसदहरू कसरी छानिएर संसदसम्म आइपुग्छन् भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। नेपालमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ। अब मिश्रित नै किन भनियो त? किनभने यहाँ सांसद छान्ने दुईवटा फरक फरक तरिकालाई एकै ठाउँमा मिसाइएको छ। यही दुई तरिकाबाट हाम्रा प्रतिनिधिहरू संसदमा पुग्ने गर्छन्। ल, अब यसलाई अझै सरल तरिकाले बुझौं है। जब हामी भोट हाल्न जान्छौं, हामीले दुईवटा मतपत्रमा भोट हाल्छौं। पहिलो हो प्रत्यक्ष प्रणाली। यसमा हामीले आफ्नो क्षेत्रको उम्मेद्वार अर्थात् व्यक्तिलाई भोट दिन्छौं। जसले सबैभन्दा धेरै भोट पायो उसैले जित्यो, सीधा हिसाब छ। अनि दोस्रो हो समानुपातिक प्रणाली। यहाँ चाहिँ हामीले कुनै व्यक्तिलाई होइन, सिङ्गो राजनीतिक पार्टीलाई भोट दिन्छौं र पार्टीहरूले देशैभरिबाट पाएको भोटको अनुपातको आधारमा सिट पाउँछन्। अब हेर्नुहोस् है, हाम्रो प्रतिनिधि सभामा जम्मा जम्मी 275 सिट छन्। तीमध्ये 165 जना सांसदहरू प्रत्यक्ष चुनाव जितेर आउँछन् अनि बाँकी 110 जना चाहिँ समानुपातिक प्रणालीबाट दलहरूले छानेर पठाउँछन्। हो, यहीबाट सुरु हुन्छ अस्थिरताको सम्भावित खेलको पहिलो बिन्दु। र 275 जना सांसद भएको संसदमा कुनै पनि दलले एक्लै सरकार बनाउन बहुमत ल्याउनुपर्छ। र त्यो बहुमतको म्याजिक नम्बर हो 138। यो नम्बर चाहिँ एकदमै याद राख्नुहोला, किनकि नेपालको पुरै राजनीति यही नम्बरको वरिपरि घुमिरहेको छ। ल, अब अलिकति इतिहासतिर फर्केर हेरौँ न। यो 13 अट्टाको खेल पहिले कस्तो थियो र अहिले कस्तो छ, जसले आजको अवस्थालाई अझ प्रष्ट पार्छ। सुरुमा जस्तै 2015 सालमा नेपाली कांग्रेसले 2/3 बहुमत नै ल्याएको थियो। 2048मा प्रजातन्त्र फर्किएपछिको पहिलो चुनावमा पनि कांग्रेसले बहुमत पाएकै हो। तर 2051 सालमा आएपछि कथाले कोल्टे फेर्यो। कुनै पनि दलले बहुमत ल्याउन सकेन, जसलाई हङ पार्लिमेन्ट अर्थात् त्रिशङ्कु संसद भनिन्छ। अनि 2064को संविधान सभा चुनावदेखि त गठबन्धन सरकारको युग नै सुरु भयो, जुन 2079को चुनावसम्म आइपुग्दा पनि जारी नै छ। हो, यही 2051 सालको चुनाव नै नेपालको लागि एउटा टर्निङ पोइन्ट बन्यो। यहीबाट नेपालमा कुनै एउटा दलले बहुमत नल्याउने र सरकार बनाउन अरू दलहरूसँग मिल्नै पर्ने अर्थात् गठबन्धन राजनीतिको औपचारिक सुरुवात भएको मानिन्छ। त्यसो भए जब कुनै पनि पार्टीले त्यो म्याजिक नम्बर 138 ल्याउन सक्दैन, तब के हुन्छ त? सरकार कसरी बन्छ? यसको लागि हाम्रो संविधानले नै एउटा बाटो देखाएको छ। नेपालको संविधानको धारा 76 को उपधारा 2 मा स्पष्टै भनिएको छ, कुनै पनि दलको बहुमत नभएमा 2 वा 2 भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरिन्छ। हो, यही एउटा वाक्यले नेपालको अहिलेको गठबन्धन राजनीतिको जग बसालेको छ। यही धारा 76ले सरकार बनाउनका लागि 4 वटा तरणको व्यवस्था गरेको छ। पहिलो, कुनै एउटा दलले एक्लै 138 सिट ल्याएमा उसैको सरकार बन्छ, जुन आजकल दुर्लभ भइसक्यो। दोस्रो, यदि त्यसो भएन भने 2 वा त्योभन्दा बढी दल मिलेर 138 पुर्याएर गठबन्धन सरकार बनाउने। तेस्रो, त्यो पनि सम्भव भएन भने संसदको सबैभन्दा ठूलो दलले अल्पमतको सरकार बनाउने प्रयास गर्ने। र चौथो, यी कुनै पनि तरिकाले सरकार बन्न नसकेमा कुनै पनि सांसदले मसँग बहुमत छ भनेर आधार देखाउन सकेमा सरकार बनाउने दाबी गर्न पाउने। र यी 4 वटा बाटोमध्ये अहिले नेपालमा सबैभन्दा धेरै प्रयोग भइरहेको बाटो नै यही दोस्रो हो, अर्थात् धारा 76 को उपधारा 2 अनुसारको गठबन्धन सरकार। ल, हामीले निर्वाचन प्रणाली हेर्यौं, इतिहास पनि हेर्यौं अनि संविधानको व्यवस्था पनि बुझ्यौं। अब यी सबै टुक्राहरूलाई एकै ठाउँमा जोडेर हेरौं। आखिर समस्याको जड कहाँनिर रहेछ त? त्यसो भए अस्थिरता किन? पहिलो कुरा त हाम्रो मिश्रित निर्वाचन प्रणाली, जसले गर्दा कुनै एक दलले त्यो 138 को म्याजिक नम्बर छुनै सक्दैन, एकदमै गाह्रो छ।
दोस्रो, बहुमत नहुने बित्तिकै सरकार बनाउन दलहरू मिल्ने पर्यो, जसले गठबन्धनको बाध्यता सृजना गर्यो। र तेस्रो, यही गठबन्धनमा सामेल दलहरूबीच स्वार्थ वा रणनीति नमिल्ने बित्तिकै समीकरण फेरिन्छ र सरकार ढल्छ। यो एउटा नरोकिने चक्र जस्तै बनेको छ। भनेपछि यसको सार के हो भने यो अस्थिरता कुनै एउटा नेता वा पार्टीको मात्रै कमजोरीले भएको होइन रहेछ, बरु हाम्रो निर्वाचन प्रणाली र संवैधानिक व्यवस्थाको संरचनाले नै दलहरूलाई गठबन्धन बनाउन र भत्काउन उक्साइरहेको जस्तो देखिन्छ। यो व्यक्तिभन्दा पनि प्रणालीको उपज हो। यसले हामीलाई एउटा निकै गम्भीर प्रश्नको अगाडि ल्याएर उभ्याउँछ। के यो गठबन्धनको खेल र यसले जन्माएको अस्थिरता यही नै हो त नेपालको नियति? यो प्रश्नको उत्तर खोज्नु नै सायद आजको सबैभन्दा ठूलो राजनीतिक चुनौती हो।